धन्यवाद दोस्त। र आज यो युट्युब च्यानलबाट तपाईहरू सबैलाई म स्वागत गर्दछु र ख्रीष्ट येशूको नाममा सबैलाई तपाईहरुलाई हार्दिक अभिवादन अनि स्वागत अनि जय मसीह भन्न चाहन्छु। र खासमा यो आज न्यू टेस्टामेन्ट रेसोल्युसन चर्चको माध्यमद्वारा आज तपाईहरुको अगाडि यो सुसमाचारको कुराहरूलाई लिएर म आइरहेको छु र मलाई आशा छ तपाईहरुले चाहिँ सुनेर आशिष पाउनुहुनेछ, किनभने मेरो जीवनमा पनि यो सुसमाचारले ल्याएको परिवर्तनको बारेमा म तपाईहरुलाई केही भन्ने छु र परमेश्वरलाई महिमा भएको होस् यसबाट। र आज यो समयमा तपाईहरुको अगाडि प्रस्तुत हुन पाउँदाखेरि खुसी लागेको छ। पहिलोचोटि हो मेरो, तैपनि परमेश्वरमा धन्यवादको साथमा तपाईहरुमा म यो खुसी व्यक्त गर्दछु। र युट्युब च्यानलमा नबोल्ने मान्छेहरू कम्ती नै छन्, धेरै नै छन् अहिले त। तर पनि मलाई पनि के हो यो च्यानल मार्फत आफ्नो मानिसहरूलाई चाहिँ केही दुई शब्दहरू सुसमाचारका कुराहरू बोल्नु मन लागेको कारणले तपाईहरुको अगाडि आइरहेको छु। र आज यो पावल प्रेरितले प्रचार गरेको जो सुसमाचारका कुराहरू, ख्रीष्ट येशूको सुसमाचार पावल प्रेरितले बोल्नु भएको वचनहरू तपाईहरुको अगाडि म राख्न चाहेको छु। र यहाँ रोमीको पत्र पावलले लेखेको रोमीको पत्रलाई चाहिँ हामी पढ्ने छौं। म पढ्दैछु, पहिलो अध्यायको 1 पददेखि म पढ्दछु। र म पावल येशू ख्रीष्टको दास प्रेरित दूतलाई बोलाइएको र प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ भनेर चाहिँ प्रेरित पावलले भन्दछ। त्यसरी नै आज यहाँ फेरि पनि हामी जुन सुसमाचार उहाँले अघिबाट नै आफ्ना अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो, यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीर अनुसार दाउदको वंशबाट भएको थियो। आज दाउदको वंशबाट जन्मिनु भएको येशू ख्रीष्ट चाहिँ उहाँको सुसमाचारले चाहिँ मानिसले चाहिँ विश्वास गर्दाखेरि के हुन्छ भन्ने कुराहरू लिएर पावलले यहाँ भन्नु लागेको हो। र आज यो सुसमाचारका कुराहरू लिएर पावलले बोल्दै जाँदाखेरि पावलले के भन्दछन् भन्दाखेरि यो सुसमाचारसँग म शर्माउँदिन र यो सुसमाचार चाहिँ म बोल्नै पर्छ भन्ने कुराहरू चाहिँ पावलले बोल्दछ। 1 अध्यायको म फेरि तपाईहरुको अगाडि पढ्दछु 8 पदलाई। सर्वप्रथम म मेरा परमेश्वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु, किनकि तिमीहरूका विश्वासको कुरा सारा संसारमा प्रचार भएको छ र म सम्पूर्ण हृदयले उहाँको पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु। र परमेश्वर मेरा साक्षी हुनुहुन्छ कि कसरी म निरन्तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु। अनि यहाँनिर हामी पढ्दछौँ कि 16 पदमा पनि हामीले यहाँ पढ्दछौँ यहाँनिर सुसमाचारको कुराहरू, किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति अनि अन्य जातिहरूको निम्ति पनि, किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, जो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ। आज यो सुसमाचार ख्रीष्ट येशूको सुसमाचार जो पावलले थाहा पाएर पावलद्वारा प्रचार गरियो, आफ्नो पत्रुसद्वारा प्रचार गरियो, अनि जति पनि येशू ख्रीष्टको सुसमाचार प्रचार गर्ने आफ्नो चेलाहरूद्वारा प्रचार गरियो, किनभने उनीहरूले थाहा पाए कि ख्रीष्ट येशूको सुसमाचारले चाहिँ शरीरमा आत्मामा अनि आउने आशिषहरू अनि छुटकाराहरूको कुराहरूका लागि उनीहरूले चाहिँ त्यो कुराहरू थाहा पाएको कारणले उनीहरूले यो सुसमाचारलाई चाहिँ प्रचार गरेर अनि सारा संसारमा फैलाउने कामहरू गरिएका छन्।
र आज यो सारा संसारमा नै फैलिरहेको छ। प्रत्येक जाति, प्रत्येक भाषा, प्रत्येक राष्ट्रहरूमा सुसमाचार प्रचार भइरहेको छ येशू ख्रीष्टको। यो सुसमाचार भन्दाखेरि असल खबर, शुभ समाचार, परमेश्वरको शुभ खबरले चाहिँ तपाईँ र हाम्रो जीवनमा आशिषका कुराहरू आउन सक्छ र आउँदछ। र सुसमाचार बिना हाम्रो जीवनमा कुनै आशिषका कुराहरू अथवा छुटकाराका कुराहरू र कुनै चङ्गाइका कुराहरू पनि हामीले पाउन सक्दैनौँ। परमेश्वरले हामी मानिस जातिलाई चाहिँ यो सुसमाचार, शुभ समाचार, शुभ खबर चाहिँ हामीलाई दिनका लागि चाहिँ आज हाम्रो प्रभु येशू ख्रीष्टलाई पठाउनु भयो आफ्नो पुत्रलाई। र तपाईँ र हाम्रो बिचमा हामीलाई पनि आज जो पावलले भनिरहेछन् कि यो सुसमाचारसँग म शर्माउँदिनँ, त्यसकारण हरेक मानिसले सुसमाचार सुन्नुपर्छ, सुनाउनुपर्छ भन्ने कुराहरू हामीले जान्नुपर्दछ। र यो सुसमाचारले चाहिँ मानिसमा उद्धार आउँछ अनि मुक्ति आउँछ, छुटकारा आउँछ अनि आशिष आउने कुराहरू। किनभने मैले पनि आफ्नो जीवनमा यो अनुभव गरेको कुराहरू हो, मेरो आफ्नो जीवनमा मैले थाहा गरेको कुराहरू हो, मेरो आफ्नो जीवनमा मैले पाएका आशिषका कुराहरू हुन्। त्यसकारणले यो सुसमाचारसँग जसरी पावलले भन्दछन् म सुसमाचारसँग म शर्माउँदिनँ, प्रत्येक यहुदी होस् या ग्रिक होस् या अन्य जाति होस्, हरेकको लागि यो सुसमाचार आशिषको कुराहरू हो। त्यसकारणले यो सारा सृष्टिका मालिक सृष्टिकर्ता परमेश्वरको खबर हामीले सुन्नुपर्छ र उहाँमा विश्वास गर्नुपर्छ भन्ने कुराहरूले लिएर पावलले भनेका छन्। र हामी यूहन्नाको पत्रमा चाहिँ यहाँ यूहन्ना जो येशू ख्रीष्टको चेला थिए, यूहन्नाले पनि भन्दछन् पहिलो पत्रमा चाहिँ यहाँ यसरी लेखेको छ कि जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रै आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रा हातले छोयौँ, जो हामीले हेऱ्यौँ र हाम्रा हातले छोयौँ, त्यो जीवन प्रकट भएर हामीले देख्यौँ र हामी गवाही दिन्छौँ र तिमीहरूलाई त्यस जीवन अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौँ सो हामी तिमीहरूलाई सुनाउँछौँ ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौँ कि हाम्रो आनन्द पूर्ण होस्। आज यूहन्ना प्रभु येशू ख्रीष्टको चेलाले पनि आज आफ्नै हातले छुएको छ, आफ्नै आँखाले हेरेको छ, त्यसकारणले अनुभव गरेका छन्। त्यो कुराहरूलाई लिएर चाहिँ स्पष्ट रूपले चाहिँ यहाँनिर लेख्दछन् कि हाम्रो हातले छोएर, हाम्रो आँखाले देखेर तिमीहरूलाई चाहिँ यो हामी लेखिरहेका छौँ कि तिमीहरूको सङ्गति हामीसँग रहोस् र हामी पनि तिमीहरूसँग सङ्गति गर्न सकौँ भन्ने कुराहरूलाई लिएर चाहिँ यूहन्नाले चाहिँ यहाँ लेखिरहेछ। त्यसकारणले यो जीवनको कुराहरू जो परमेश्वरमा पहिला सुरुमा थियो तर अहिले समय बेला आयो, त्यो बेलामा चाहिँ आइसकेपछि सुसमाचार चाहिँ हामीसँग हुँदाहुँदै पनि उहाँको पुत्र प्रकट हुनुभएको हामीले देख्यौँ र हामीले छुयौँ। त्यो कुराहरूले चाहिँ अब जीवन अझ थपिदिएको कुराहरूलाई चाहिँ अनुभव गरेर यूहन्नाले अनि अनन्त जीवन पाएको, अनन्त जीवन थपेको कुराहरू पाएको कारणले अब हाम्रो सङ्गति त पिता र उहाँको पुत्र येशू ख्रीष्टसँग छ भनेर चाहिँ भन्दछन् र तिमीहरू पनि हामीसँग सङ्गति गर्न सक भनेर यो यस हेतुले कि हामी लेख्दछौँ कि हाम्रो आनन्द पनि पूर्ण भएर जाओस्। आज तपाईँ र हामीले विश्वास गरेका कुराहरू, परमेश्वरमाथि विश्वास, सुसमाचारको कुराहरू विश्वास गरेका कुराहरूमा हामी स्थिर रहेको खण्डमा र उहाँको सुसमाचारलाई ग्रहण गरेको खण्डमा हाम्रो जीवनमा छुटकारा, हाम्रो जीवनमा शान्ति, आनन्द आएको कुराहरूले चाहिँ हामीले पनि त्यो कुराहरू अनुभव गर्न सक्छौँ। दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू कति विश्वास गर्नुभएको दाजुभाइ दिदीहरू हुनुहुन्छ, तपाईँहरूको आफ्नो सुसमाचारमा तपाईँहरूले चाहिँ स्थिर भएर चाहिँ परमेश्वर परमप्रभु परमेश्वरलाई चाहिँ तपाईँले चाहिँ स्थिर गरेर चाहिँ तपाईँले मानिदिनु होला, रहिदिनु होला आफ्नो उद्धारकर्ता मुक्तिदाता येशू ख्रीष्टमा। र जति पनि तपाईँहरूले चाहिँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्नु भएको छैन भने तपाईहरू प्रभु येशू ख्रीष्टमा फेरि पनि उहाँको सुसमाचारमा विश्वास गर्नुहोस् र उद्धार र मुक्ति पाउनुहोस् र येशू ख्रीष्टको जीवन तपाईँहरूले चाहिँ पाउनुहोस्। किनभने उहाँले सित्थैमा आज यो संसारमा पनि जीवन
असल जीवन जिउनको लागि उहाँले त्यो बाटो दिनुभएको छ। त त्यस कारणले यो संसारमा मात्र होइन, यो संसार छोडेर जाँदाखेरि अनन्त जीवनसम्म पुग्ने, अनन्त जीवन जो स्वर्गको जीवन उहाँले दिनुभएको छ, त्यो अनन्त जीवन चाहिँ पाउनको लागि चाहिँ येशू ख्रीष्ट नै बाटो हुनुहुन्छ। किनभने येशू ख्रीष्टले भन्नुभएको छ कि बाटो अनि सत्य अनि जीवन मै हुँ, मद्वारा बाहेक अरू कोही पनि पिता कहाँ जान सक्दैन भने चाहिँ भनेका छन्। यूहन्ना 14:6 भन्दछ। त्यस कारणले तपाईँ र मैले यदि स्वर्गको बाटो चाहन्छौँ भने हामीले येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ भन्ने कुराहरू हामी बुझ्नुपर्छ। र यो सुसमाचार, शुभ समाचार, सुसमाचारले तपाईँ र हामीलाई असल बाटोमा ल्याउने कुराहरू हो। त्यस कारणले आज दाजुभाइ दिदीहरू, म पनि एउटा बरालिएका मानिस हुँ, तैपनि प्रभु येशू ख्रीष्टको सुसमाचारले यहाँसम्म आज म उभिएर चाहिँ आज यहाँसम्म तपाईँहरूको अगाडि म यसरी बोल्दैछु। त्यस कारणले आज यो सुसमाचारले ल्याएको छुटकारा, सुसमाचारले ल्याएको एउटा परिवर्तनले गर्दाखेरि तपाईँहरूलाई चाहिँ यो भन्न चाहेको छु। त्यस कारणले परमेश्वरमा तपाईँहरूको आफ्नो स्थिरतालाई जोगाइदिनुहोस्। तपाईँहरूले चाहिँ आफ्नो हृदय खोलेर विश्वास गरिदिनुहोस्। जो विश्वास गर्नुभएको छ तपाईँहरूले आफ्नो विश्वासलाई जोगाइराख्नुहोस्। किनभने परमेश्वरमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो विश्वासलाई चाहिँ तपाईँहरूले चाहिँ जोगाएर रहनुपर्छ। र तपाईँहरूले चाहिँ फेरि पनि आफ्नो यो विश्वासलाई जोगाउनु भयो भने यो संसारदेखि फेरि अनि पारीको अर्को संसार पनि छ, त्यो संसारमा तपाईँहरूले चाहिँ अनन्त जीवन मिल्नेछन्। त्यस कारणले आज कोही तपाईँहरू विश्वास गर्नु भएको छैन येशू ख्रीष्टमा हो भने दाजुभाइ दिदीबहिनीहरू, प्रत्येक सुन्ने दाजुभाइ दिदीहरूले तपाईँहरूले येशू ख्रीष्टमा विश्वास गरिदिनुहोस् र उद्धार मुक्ति पाउनुहोस्। किनभने परमेश्वरले चाहिँ सित्थैमा हरेक मानिसको जातिको लागि, हरेक जातिको लागि, हरेक भाषाको लागि प्रभु येशू ख्रीष्टमा चाहिँ बाटो खोलिदिनु भएको छ, उद्धार मुक्ति पाउने बाटो। त्यस कारणले बाइबलमा लेखेको छ, प्रेरितको पुस्तकमा 4:12 अरू कसैमा उद्धार मुक्ति छैन, येशू ख्रीष्टको नाउँ मात्रै छ त्यहाँनिर स्वर्गको मुनि मानिसको बिचमा अर्को नाउँ त्यस्तो दिएको छैन जसबाट मानिस जातिले उद्धार मुक्ति पाउन सक्छ। र त्यति उद्धार मुक्ति मात्रै होइन, श्रापबाट, अपराधबाट येशू ख्रीष्टको नाउँमा छुटकारा पाउन सक्छ। त्यस कारणले तपाईँहरूले चाहिँ आफ्नो हृदयले तयारी गरेर चाहिँ ख्रीष्ट येशूमा विश्वास गर्नुहोस् र उद्धार मुक्ति पाउनुहोस्। परमेश्वरले तपाईँलाई आशिष दिएका हुन्। आज यस युट्युब च्यानलको मार्फत तपाईँहरूलाई चाहिँ यो कुराहरू भनिएको छ। तपाईँहरूले कति सुनिसक्नु भएको भए पनि आफ्नो स्थिरतालाई चाहिँ जोगाउनुपर्छ। आज म ख्रीष्टमा विश्वास गरेको लगभग 40 वर्ष भइसकेको छ। त्यस कारण 40 वर्षको अवधिमा मैले आफ्नो छोटो यो परमेश्वरको सुसमाचार जो पावलले प्रचार गरेका र हाम्रो यूहन्नाले प्रचार गरेका कुराहरूलाई तपाईँहरूको अगाडि राख्न चाहेको छु। र फेरि अर्को पालि भेटौँला। आजको लागि म तपाईँहरूकोमा यतिमै परमेश्वरको वचन राख्न चाहन्छु। परमेश्वर तपाईँहरू सबैलाई आशिष दिएका हुन्। धन्यवाद छ। हामी प्रार्थना गर्नेछौँ। स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वर पिता, तपाईँको अनुग्रहमा प्रभु परमेश्वर यस गरी बोलिएको वचनहरू जो प्रभुजी तपाईँको दासहरूद्वारा प्रभु परमेश्वर पिता यो शुभ समाचारले ल्याएका कुराहरू र जुन प्रभु परमेश्वर आफ्नै हातले प्रभु छोएर आफ्नै आँखाले देखेका कुराहरू प्रस्तुत गरिएका छन्, यहाँ फेरि पनि यस प्रभु परमेश्वर च्यानल माध्यमबाट प्रभुजी परमेश्वर पिता राखिएको छ। तपाईँ परमेश्वरले प्रत्येक सुन्नेहरूलाई आशिष दिनुहोस्। प्रभु उद्धार मुक्ति प्रभु खोज्नेहरूको लागि छुटकारा र मुक्ति दिने प्रभु तपाईँ हुनुहुन्छ। प्रभु तपाईँ परमेश्वर येशू ख्रीष्टमा हामी प्रार्थना गर्दछौँ। धन्यवाद प्रभु परमेश्वर पिता। प्रत्येक सुन्नेहरूलाई तपाईँले आशिष अनुग्रह गर्नुहोस्। जहाँ जहाँदेखि प्रभुजी देख्नुहुन्छ, हेर्नुहुन्छ, सुन्नुहुन्छ प्रभु पनि जुन जुन ठाउँबाट, देशबाट, प्रभु जग्गाबाट प्रभुजी तपाईँले आशिष गर्नुहोस् प्रभुजी। र परमेश्वर पिता तपाईँ परमेश्वरमा भरोसा आशा गर्नेहरूलाई सबै आशिषित बनाउनुहोस्। तपाईँकै महिमाको लागि धन्यवाद। हाम्रो उद्धार दिने मुक्तिदाता येशू ख्रीष्टको नाउँमा आमेन, आमेन। सबैजनालाई तपाईँहरूलाई परमेश्वरले आशिष दिएका हुन्।